जापानमा हुनेहरूले सिन एप्लिकेसनदेखिबाट चाहिँ आइप्याड उपहार पाएको भनेर चाहिँ सोसियल मिडियाहरूमा तपाईँले यही टिकटकमा देखिरहनु भएको छ नि। यो कतिलाई विश्वास लाग्न पनि सक्छ, कतिलाई विश्वास नलाग्न पनि सक्छ। यही अर्थले चाहिँ म आफैले स्वयंले चाहिँ यसलाई ट्राई गरेर चाहिँ होइन यो कतिको चाहिँ प्रभावकारी रहन्छ भनेर चाहिँ मैले यसलाई चाहिँ ट्राई गरेको थिएँ। ट्राई गर्दाखेरि चाहिँ यो एप्लिकेसनबाट चाहिँ तपाईँहरूले सकेसम्म नयाँ युजरहरूलाई चाहिँ होइन त्यो एप्लिकेसन डाउनलोड गर्नको लागि चाहिँ तपाईँहरूले चाहिँ होइन लिङ्कहरू पठाएर त्यो विभिन्न चाहिँ तपाईँहरूले धेरै नै मेहनत गरेपछि मात्रै तपाईँहरूले पाउनुहुने रहेछ। यति सहज ढङ्गले चाहिँ जसरी भिडियोहरूमा बताइन्छ नि सहज ढङ्गले आइप्याड पाइन्छ भनेर त्यति सहज ढङ्गले चाहिँ नपाइने रहेछ। होइन तपाईँले स्क्रिनमा पनि देखिरहनु भएको छ कि यो आइप्याड लिनको लागि चाहिँ कैयौँजनाहरूलाई चाहिँ त्यो पनि नयाँ युजरहरूको लागि चाहिँ उनीहरूको मोबाइलमा चाहिँ डाउनलोड गराउनु पर्ने एप्लिकेसन होइन यो सिन एप्लिकेसन डाउनलोड गराएपछि अनि बल्ल सिनले चाहिँ अनि त्यो एप्पलको चाहिँ तपाईँहरूलाई गिफ्ट स्वरूप चाहिँ दिने रहेछ है। त्यसको लागि चाहिँ तपाईँहरूले सर्च बटनमा गएर चाहिँ अब यो मैले यो तपाईँहरूलाई कोड राखिदिएको छु। यो कोड नम्बर तपाईँहरूले सर्च गरेर सबभन्दा पहिले तपाईँहरूले चाहिँ सिन एप्लिकेसन डाउनलोड गरेर अनि सर्च बारमा गएर यो कोड सर्च गरेर तपाईँहरू स्वयंले पनि हेर्न सक्नुहुनेछ है त।